हाई एभ्रिवान, सबैजनालाई भ्लगमा स्वागत गर्न चाहन्छु। हामी चाहिँ एकजना नेपाली मेरो दोस्त, हामी चाहिँ सँगै हुर्केको पढेको लेखेको मान्छे, तर भेट चाहिँ यहीँ आएर भएको। उहाँ चाहिँ आफ्नो ठाउँमा पढेको, म चाहिँ मेरो आफ्नो ठाउँमा पढेको, तर उमेर चाहिँ सँगसँगै अघि पछि म जन्मेको 2 वर्षपछि ठ्याक्कै उहाँ चाहिँ यो संसारमा कराउँदै रुँदै आउनुभएको थियो। उहाँ र म चाहिँ आज चस्मा लगाइसक्नु भएको छ। उहाँको कमाल, उहाँको माहौल, मेरो पनि चस्मा छ, म पनि लगाउँछु। एकदमै हामी यात्रा गरिरहेका छौँ अलाइनतिर। दोस्तसँग आज एउटा सौभाग्य मिल्यो। चस्मा लागेको पछाडि दृश्य यस्तो दामी छ, तपाईँहरूलाई देखाउँछु म। पहाड यो गाउँ आमामा यस्तो पहाड छ, सेम नेपाल है। नेपालभन्दा पनि डेन्जर टाइपको पहाड छ। यो चाहिँ सिङ्गलै झर्ला जस्तो छ, तै पनि के हुन्छ हेरौँ। हामी जतिखेर हिँड्दैछौँ है। अनि यो कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्टहरू छोड्दै गर्नु होला। म नयाँ नयाँ ठाउँको भिडियोहरू बनाउने कोसिस गर्नेछु, तपाईँहरूलाई मनोरञ्जन दिने कोसिस गर्नेछु भन्न चाहन्छु। सबैजनाले भ्लगलाई माया गरिदिनु होला। कोही च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला। र हाम्रो एकजना दोस्त यता ड्राइभर, उहाँ चाहिँ अविवाहित हुनुहुन्छ। अब उहाँ बिहे गर्ने तर्खरमा पनि हुनुहुन्छ। यदि कोही नेपाली चेलीबेटीहरू ड्राइभरलाई आफ्नो जीवनसाथी बनाउन चाहनुहुन्छ भने सम्पर्क पनि गर्न सक्नुहुन्छ। उहाँ चाहिँ एकदम कुमार हुनुहुन्छ। उहाँसँग अहिले गर्लफ्रेन्ड पनि छैन। एकदमै चोखो सिधा व्यक्ति हुनुहुन्छ। दुबईमा गाडीको ह्यान्डल घुमाएर महिनाको 50-60 हजार ड्याङ कमाउने श्रीमान तपाईँहरूले कसैले खोज्नु भएको छ भनेपछि उहाँसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हेर्नुहोस् उहाँको मुस्कान कति राम्रो, उहाँको चस्मा हेर्न सक्नुहुन्छ है। एकदमै सहयोगीवान। माक्री पछाडि त खतरा बाटो, यो त डेन्जर आयो, त बाटो खिच्नै पर्ने हुन्छ यार। यो त गाउँलाई त मलाई त आज त खतरा ठाउँमा लिएर आउनु भयो। हेर्नुहोस् तपाईँहरूले, यस्तो खतरा पहाड छ दुबई पनि है। अब तपाईँहरूलाई लाग्न सक्छ यो दुबई त सहर होला भनेर, समथर होला भनेर, तर यस्तो पहाड छ हेर्न सक्नुहुन्छ। म त छक्कै परेँ। मेरो गाउँलाले आज पहिलोचोटि यस्तो ठाउँमा लिएर आउनुभयो। गाउँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अलाइनतिर आएका थियौँ। अघि अलाइन आउँदाखेरिको त्यो भिडियोहरू पनि बनाउन पाइएन, किनभने अलिकति बिजी भनौँ कि अलिकति हतार भनौँ। त्यसले गर्दा भिडियोहरू बनाउन पाइएन। र अहिले भिडियो बनाउँदै हामी हिँडिरहेका छौँ। र हामी अलाइनमा थोरै आफ्नो कामकाजहरू सिद्ध्याएर अब आफ्नो गन्तव्यतिर बसाइतिर हामी फर्क्यौँ। बाई बाई अलाइन, सी यु अगेन भन्न चाहन्छौँ। र पछाडि माथुरी यस्तो दामी दृश्यमा हामी हिँडिरहेका छौँ। कस्तो लाग्यो तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। कमेन्ट। हामी यस्तै नयाँ ठाउँको भिडियोहरू चाहिँ बनाइराख्नेछौँ, तपाईँहरूलाई पनि मनोरञ्जन दिनेछौँ र हामी पनि मनोरञ्जन गर्नेछौँ। त्यसको लागि सबैजनाले कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र साथीभाइसँग सेयर पनि गरिदिनु होला। कोही च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको छोटो भ्लग यहीँ अन्तिम गर्न चाहन्छु। तपाईँहरूको बाँकी पल सुखमय बितोस्। धन्यवाद। बाई बाई।